नमस्कार साथीहरू सम्पूर्णमा यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म मिनी भ्लग लिएर आएको छु हाम्रो आर्याको बर्थडे स्पेसलको लागि भनेर। आज हाम्रो सानो बुनीको चाहिँ बर्थडे हो। हामी बेलुका चाहिँ बर्थडे मनाउनु भनेर यहाँ तयारी गर्दैछौँ। यहाँ आउन पाउन सबैजना आउनुभएको छ। यहाँ होटेलमै तयारी हुँदैछ हामी सबैजनाको। अब यहाँ केक आइपुगेको छ। अब यहाँ बेलुनहरू फुलाउने ओर्ने कार्यक्रम हुँदैछ। सबैजना उसका साथीहरूदेखिबाट आफ्नो आफन्त सबैजना आउनु भएको छ। लगभग 20-25 जना जति भन्छ। यहाँ आर्याको चाहिँ बर्थडे मनाउनु पर्यो भनेर अब तयारी गरिँदैछ हाम्रो चाहिँ। अब सबैजनाले भ्याइ नभए आफ्नो तरिकाबाट जति भ्याउँछन् त्यति चाहिँ सबैले सहयोग गर्छन्। यहाँ डेकोरेसनदेखिबाट उसको खुसीको लागि भनेर सबै कुरो तयार गरिन्छ। मेरो चाहिँ नान रोटी अर्डर आउने ओर्ने भइरहेको थियो। म चाहिँ बेला बेलामा भिडियो बनाउँदै गरिरहेको थिएँ। मैले चाहिँ उसलाई चाहिँ बर्थडे बनाउनु पर्यो भनेर चाहिँ अब हामी सबैले तयारी गरेर यति गर्दैछौँ। खानेकुराहरू रेडी गरेर हामी सबैले तयारी गरेका छौँ। उसको चाहिँ रहर पनि थियो बर्थडेमा सबैलाई बोलाएर गर्ने भन्ने। हामीले चाहिँ यस्तोवाला चाहिँ केक लिएर आयौँ। केक पनि हाम्रो यहाँ अगाडि छ हट लाइफ बेकरी भन्ने। अनि केक बनाउने भाइ पनि मेरो साथी हो। एकदम कति मजाको बनाउँछ केक पनि। जस्तो भन्यो त्यस्तै डिजाइनवाला। बर्थडे हाम्रो आयुषलाई लागेको छ एकदम राम्रोसँग। स्प्रे जति सबै गालामा लगाएर त्यस्तै छ साथीहरू। बर्थडेमा चाहिँ अब आजबाट 5 वर्ष लागेको छिन् आर्या। एकदम खुसी छिन् आज। एकदम रमाइलो पनि भयो सबैजना। अब राति चाहिँ ढिला हुन्छ त्यही भएर अब ढिलै भए पनि बर्थडे मनाइयो, रमाइलो गऱ्यो। आफ्नो आफन्त सबैजना आउनुभएको थियो। यो चाहिँ हामी केक ल्याउँदाखेरिको भिडियो हो। चाहिँ मैले पछि नै राख्छु भनेर पहिले राखेन। पछि यो खालको केक थियो डिजाइनवाला केक। एकदमै राम्रो बनाउने, एकदम मिठो पनि त्यस्तै हुन्छ त्यहाँको केक। एकदम रेटहरूमा नि एकदम राम्रो खालको छ। एकदम राम्रो खालको केकहरू पाइन्छ त्यहाँ चाहिँ। सबैजना आउनु होला। बानेश्वर शान्तिनगर गेटसँगै छ हाम्रो लुम्बिनी तन्दुरी भोजनालय र हट लाइफ बेकरी चाहिँ वारी र पारी भएर बसेको छन्। अब बर्थडेको दिन जे जस्तो भयो नि जस्तो भयो भने आगामी दिनहरू राम्रै होस्। नानीको उज्जवल भविष्यको शुभकामना। यही नै त हो नि साथीहरू। अब यस्तै छ बर्थडेमा चाहिँ। अब छोटो छोटो भिडियो बनाएर राख्न अप्ठ्यारो हुने। त्यही भएर मैले मिनी भ्लग लगाएँ भनेर यस्तो ठाडोवाला भिडियो खिचेर चाहिँ भिडियो पोस्ट गर्न आँटेको छु। हेरेर साथ दिनु होला। एकदम रमाइलो भयो। एकदम केक पनि टन्नै खाइयो, खानेकुरा पनि टन्नै खाइयो। एकदम खुसी छ मन। आर्याको आगामी दिनहरू चाहिँ राम्रो होस्, शुभ होस्। यही छ शुभकामना। एकदम माया लाग्छ यो नानीको। एकदम प्यारी छिन्। प्रिन्सेस हो हाम्रो यहाँको चाहिँ। अब ठिकै छ। यहाँ सबैजना एकदम राम्रो खालको हुनुहुन्छ यहाँको चाहिँ। एकदम परिवारसँग जोडिएको जस्तो फिल हुन्छ यहाँ मलाई। कुनै पनि कसैको पनि याद आउने काम हुँदैन। हेरेर साथ दिनु होला साथीहरू सबैले। आर्याको बर्थडे स्पेसलको चाहिँ मिनी भ्लग हो यो। हेरेर राम्रोसँग साथ दिनु होला। अनि भिडियोमा लाइक, कमेन्ट, सब्सक्राइब पनि गरेर साथ दिनु होला। धन्यवाद।